नमस्कार, मेरो नाम सुशीला विक। मेरो घर गोर्खा देउराली। म मलद्वारको समस्याले चितवन आएको थिएँ। रिभाइभ आयुर्वेद क्लिनिक। मलाई पहिला यस्तै टोयलेट बस्दाखेरि दुख्ने हुन्थ्यो। दुख्ने हुँदा हुँदै मलाई चाहिँ दुख्ने एकदमै दुख्यो, बस्न पनि नहुने, उठ्न पनि नहुने। अनि मलाई 2 दिन चाहिँ बेसरी आत्तिएँ म। एकदम टन भएर दुख्यो। अनि मैले डाक्टर खाना जाँदाखेरिमा तपाईलाई पिलो रहेछ भन्नुभयो। अनि पिलो नै हो त नि भन्ने भर परेँ मैले। तर अनि पछि फुट्यो, पिप आयो। अनि पिप आएपछि अनि ठिक नै भएन। पिप आएको आई भइरह्यो, गनाउने यस्तो भइरह्यो। अनि अब कहाँ जाने, के गर्ने भएँ। अनि मेडिकल कलेजमा देखाएँ। फिसर भएको रहेछ भन्नुभयो। एमआरआई गर्न भन्नुभयो। एमआरआई चाहिँ मैले गरिनँ, भिडियो एक्सरे गरेँ। भिडियो एक्सरेमा राम्रै छ भन्नुभयो। अनि एमआरआई गर्नुपर्छ, 14-15 हजार रुपियाँ लाग्छ भन्नुभयो। मैले चाहिँ गरिनँ। अनि मेरो बुहारीसँग मैले सल्लाह गरेँ, मलाई यस्तो यस्तो भनेको छ, मेडिकल कलेजमा के गर्ने होला भनेको। बुहारीले यस्तो यस्तो ठाउँ छ काकी, रिभाइभ आयुर्वेद क्लिनिक छ भरतपुरमा, त्यहाँ जानुस्, धेरै राम्रो हुन्छ तपाईलाई। यहाँ मेरो साथीको बुढालाई पनि बाहिर 2-3 पल्ट अपरेसन गरेँ, गर्नुभयो अरे, ठिक भएन अरे। अनि त्यहाँ गएपछि ठिक भयो अरे, तपाईँ पनि त्यहाँ जानुस् भनेर भनिन् बुहारीले। अनि म आएँ, यहाँ सरले हेर्नुभयो। आयुर्वेदिक प्रविधिद्वारा अपरेसन भयो मेरो। आज अब मेरो भोलि पर्सि 22 गते 1 महिना हुन्छ। धेरै राम्रो भयो, धेरै राम्रो भएको छ। राम्रो पनि अस्ति नै भन्दा मलाई पनि पिपहरू आउने त्यस्तो केही छैन, सबै ठिक भएको छ। तपाईहरू पनि मलाई जस्तै बिमारी हुनुहुन्छ भने, यस्तै छ भने यहाँ रिभाइभ आयुर्वेद क्लिनिकमा आउनु होला। धेरै राम्रो उपचार हुन्छ यहाँ। हजुरहरूलाई सबैलाई अनुरोध गर्दछु है मैले।